Hello guys, welcome back to my YouTube channel. After a long time I आज vlog गर्नु गइरहेको छु हैन किनकि आज चाहिँ सन्डे हो हामी चाहिँ यहाँ हिँडेरै जाँदैछौं बजारसम्म हैन सामान लिनु अब सब्जीहरु पठाइदिँदैछ आन्टीले अन्त अहिले चाहिँ हामी डाइट कलेजको अलि यता पुगिसके क्याउँसा ग्राउन्ड पुग्नु लागेको छ अन्त आफ्टर अ लङ टाइम यहाँ वा पनि हेर्न सक्नुहुन्छ हामी दुईजना जाँदैछु हैन अन्त बरै आगुन्दी पनि भेट्छ देखाउँछु तपाईहरुलाई अब मेरो ब्लग फाइनली हामी चाहिँ यहाँ पुगेर उ सामान निकाल्दैछौँ गेजिङको यसो पुग्यो अन्त यहाँ जान्दै माथि छप्परमा चढेको कि अघि फेरि त्यहाँ छैन रहेछ र चढेन हैन अब आगुन्दी खोज्नु पर्ने छ यहाँ कहाँ छ कल गरेको उठाइन आगुन्दी वाउ पुरै माया हाम्रो आगुन्दी फाइनली आगुन्दी इज अराइभ्ड लेजु यहाँ चाहिँ यति बेसी सब्जीहरु बेच्छ आम्मामा हेर्नुस् यहाँ चाहिँ 20 रुपैयाँ गटामा लुगा यति बेसी रहेछ यहाँ सबै 20 रुपैयाँ गटा हो हेर्नुस् गेजिङ बजारमा आउनु सक्नुहुन्छ तपाईहरु जिन्दगीको फर्स्टमा अब जिन्दगीमा सबभन्दा ठुलो प्यान्ट हामी जब यहाँ बजारदेखि फर्केको मान्छेले सब्जीहरु त्यही सर लिएर आको गरम पोख्यो अब 270 भएन पक्कै अब 300 270 भयो भने फोटो खिच्दैछ हेरौँ भयो यहाँ चाहिँ पोस्ट गरेर बसिराख्नु भएको छ अनि यहाँ चाहिँ फोटोग्राफर चाहिँ यहाँ हुनुहुन्छ आज त्यति बेसी गाडी पनि छैन हाम्रो गेजिङको स्ट्यान्डमा सो गाइस याङमती चाहिँ जानु आँटेको छ हामी चाहिँ एकछिनमा जाने बाई बाई ल बिस्तारै जा ल हामी एकछिनमा आउँछौँ ल धेरै बेसी ल यहाँ चाहिँ यस्तो एउटा गुम्बा छ अन्त यहाँ चाहिँ गेजिङको स्ट्यान्ड छ यहाँ माथि चाहिँ यहाँदेखि उता जानुपर्छ ल गाइस के साह्रो गाडी आएको के साह्रो आएको आम्मामा डुम्बुक आएको छ गएको छ आएको छ गएको छ यहाँ चाहिँ चिल्ड्रेन पार्क हो खेल्ने गेजिङ बजारको यतापट्टि छ यो चाहिँ अन्त वी क्यान इन्जोय हियर यहाँदेखि चाहिँ व्यू चाहिँ कुछ ऐसा है इतना ब्यूटीफुल दिखता है इधर से व्यू देखिए ये आई थिंक दिस इज टाशिरिङ हेर्नुहोस् एक्सरसाइज यो चाहिँ अब चाहिँ हामी गयौँ अनोमिया माउन्टेन सो गाइस हामी चाहिँ
यहाँ अनमको रुममा आइपुग्न आँट्यो होइन। अनमको चाहिँ भर्खरै बेबी भएको छ, बेबी बोय होइन। अन्त हामी जाँदैछौँ अहिले। यहाँ पावर अफिसमै काम गर्नुहुन्छ नि अनम र अजम चाहिँ, भेना र दिदी चाहिँ। अन्त हामी पनि आज यहाँ यसो हाम्रो नामको भेट्दै आएको गुन्दी र म चाहिँ। सो बाई गाइस, अहिले एकछिनमा देखाउँछु। अनम गएको लास खै आधी आधी बोक हुन्छ। अनम फुटाउँदैन हातमा। लाजौँ गएको लास बढी भन्नु भन्नु नि त दिनु पर्यो लुगाहरू पनि धुइराखेँ नै। तँ उतापट्टि जानु नि। सो गाइस वी आर गोइङ। कायो र लन भएलौँ हामी गएको। यहाँ अनमले यहाँ अन्डा दिएको छ, बस्तीको अन्डाहरू होइन। यति बेसी दिएको छ। अनम र आजङले लगिकन उसिनिकन खानु अरे। यहाँ चाहिँ छेउमै एउटा उयो छ, मन्दिर एउटा छ, भित्र सेतो ढुङ्गा छ हो। रुम्बो 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 रुम्बो। सो हामी चाहिँ यहाँ पावर हाउसदेखि घुमिकन जान्छ। पावर स्टेसन आई मिन। यहाँ हेर्नुहोस् अजङहरू यहीँ उतापट्टि अफिसमा काम गर्नुहुन्छ मेरो दुइटै नै, अनम एन्ड अजङ बोथ। सो गाइस वी इन्जोयड अ लट अनमको रुममा होइन। अन्त बेबी पनि राम्रोसँगै खेलायो हामीले, बेसी भिडियो चाहिँ गरेन। इङ चाहिँ सुतेकै थियो। चेसुङ रहेछ ब्राम चाहिँ नाम चाहिँ। अन्त गुन्डले पनि एकदमै इन्जोय गर्यो गुन्डीले। सो गाइस हामी चाहिँ अहिले केउसा ग्राउन्ड पुगिसक्यो। हेर्नुहोस् यति बेसी मान्छेहरू यहाँ चाहिँ प्लेग्राउन्डमा खेल्ने गर्छ जहिले पनि हो। सो अहिले चाहिँ दामी बनाएको छ, यस्तो ग्यालेरीहरू पनि बनाएको छ यहाँ। पहिला चाहिँ यहाँ यस्तो थिएन हो। यस्तो ग्यालेरी पनि अझै कन्स्ट्रक्सन हुँदैछ, राम्रोसँग बनाइसक्छ यो अगस्तमा चाहिँ। हेर्नुहोस् यहाँ पर चाहिँ इन्डोर जिम्नाजियम हो। सो हामी चाहिँ अहिले जाँदैछौँ। वी आर इन्जोइङ। तर धुलो चाहिँ यस्तो दामी उड्छ कि यस्तो गाडीले गयो भने चाहिँ। सो गाइस हामी चाहिँ फाइनली हाम्रो यहाँ रुमको माथिल्लोपट्टि गाडी भेटेर आइपुगिसक्यो भन्दै। अन्त पर एकछिन हिचेलिङकोमा गएको, हिचेलिङको दोकानै बन्द छ। अन्त गाडी भेटेर चाहिँ हामी रुममा आइपुग्नु आँटिसक्यो गाइस। हो गाइस हामी चाहिँ अहिले थाके किवीको जुस खाएको। हामी चाहिँ गाइस फाइनली आइपुगिसक्यो, जुस खाइदिएको।